हेर्नु गाइज हामी सेलरोटीको तयारी गर्दैछौँ। यस्तो पाक्छ है सेलरोटी। मिठो तरिकाले घी राखेर यसलाई मजाले मिच्नुपर्छ राम्रोसँग। जहिलेसम्म त्यो हुनु परेन, त्यो गल्ठो बन्नु परेन तहिलेसम्म मिच्नुपर्छ होइन। सोझै थोरै थोरै पानी राखेपछि पानी राख्दै मिच्नुपर्छ। पहिला फर्स्टमा घिउ राखेर मिच्नुपर्छ अनि त्यसपछि बेकिङ सोडा दिनुपर्छ त्यसमा होइन, मिठो हुनको लागि। अनि त्यसपछि पानी राख्दै मिच्नुपर्छ मजाले। जहिलेसम्म मिच्नु परेन, हजुरहरूले कसरी मिच्नुहुन्छ नि कमेन्टमा भन्नु मलाई। त्यसपछि अब हेर्नु कस्तो मजाले बन्छ कि लास्टमा हेर्नु। अब हामीले यसरी बनाएको होस्टेलमा सेलरोटी ट्राई गरेको फर्स्ट टाइम। हेर्नु मेरो यो आस्था साथी, यो रोशनी साथी, त्यसले ट्राई गर्दैछ होस्टेलमा सेलरोटी पकाउन। हेर्नु कस्तो मजाको भयो है। यस्तै हुन्छ रियालिटी। त्यसपछि अब कराईमा राखेर ट्राई गर्नु कि साथीले। अब पक्नु हजुरहरू हेर्नु अनि लाइक गर्नु, सब्सक्राइब गर्नु। त्यसपछि हजुरहरू पनि बनाएर खानु तिहारमा, यतिकै दसैँमा। हेर्नु अब मिठो पाक्छ। अब ट्राई गर्छ अब लास्ट। अब कराईमा राखेर वेट सी एन्ड लुक वाउ दामी देखियो। हेर्नु फर्स्ट सेलरोटी दामी देखियो, दामी फुल्यो। कस्तो मजाको भयो है फर्स्टवाला नै। हेर्नु रियल, हेर्नु कस्तो मिठो, वाउ।